मित्रहरू, आज हामी चाहिँ तेह्रथुम जिल्लाको सबैभन्दा अग्लो डाँडा मेन्छ्याम डाँडामा छौँ। हामी गुफा पोखरी हुँदै आएका हौँ। यो डाँडा चाहिँ सामुद्रिक सतहबाट चाहिँ 3131 मिटर देखाएको छ। कतै कतै 3141 मिटर पनि देखाएको छ, लेखिएको छ। यता देख्दै हुनुहुन्छ भने चाहिँ यतातिर चाहिँ हाम्रो कुम्भकर्ण रेन्ज, कञ्चनजङ्घा हिमालहरू देख्न सकिन्छ। यहाँ तल हाम्रो ताप्लेजुङको सदरमुकाम फुङनिङ बजार हो। अनि यसरी आउँदाखेरि सबै हिमालय रेन्जहरू हेर्दै जाँदाखेरि देख्दै जाँदाखेरि चाहिँ यता हाम्रो मकालु है, मकालु रेन्ज, मकालु हिमाल, पर सगरमाथा मालङ्गुर रेन्ज र मुन्धुम ट्रेलको सबैभन्दा अग्लो डाँडा साल्पा सिलिचो पनि हामीले सकेसम्म त्यो डाँडालाई चाहिँ आकलन गरेका छौँ। र यता तल हाम्रो गुफा बजार देखिँदैछ, गुफा र सुर्की बजार। यता यहाँबाट चाहिँ सातबारी बजार, पोखरी बजार अनि त्यसपछि चैनपुर बजार पनि देखिन्छ। सम्भवतः भोजपुर देखिनु पनि अलिकति डाँडाहरूले छेलेको होला, देखिएको छैन, टेम्के डाँडाहरू देखिन्छ। र यतातिर हाम्रो अर्को तेह्रथुमको महत्त्वपूर्ण पर्यटकीय स्थल पाथिभरा डाँडाहरूको रेन्ज हो यतातिर चाहिँ। ल, क्यामेराम्यानमा मुनिल कुमार श्रेष्ठलाई धेरै धेरै धन्यवाद। हेलो।